महागणपतये नमः। पारिवारिक संसारको सुन्दर सपना त्यतिखेर सार्थक हुन्छ जब आफ्नो पौरख र परिश्रमबाट आर्जित अर्थ आफ्नै घर हुने यथार्थमा परिणत हुन्छ। यही यथार्थलाई वास्तविकतामा बदल्न तीव्र गतिमा सुरु भइरहेको अवधारणा हो सपनाको गाउँ अथवा ड्रिम विलेज। राजधानी काठमाडौँमा रम्ने र घर बनाई बस्ने सोच सबैको हुनु कुनै नौलो विषय होइन, किनभने यो सहरको सौन्दर्यता, सुविधा र अवसर प्राप्त गर्न सक्ने अवस्थाबाट सबै परिचित छन्। यहाँको ऐतिहासिक महत्त्व बोकेका प्राचीन सम्पदा र संस्कृति, धार्मिक महत्त्व बोकेका मठ मन्दिर, चैत्य स्तूपा, चिसो वातावरणीय परिवेशले सबैलाई आकर्षित गर्ने गर्दछ। यस्तो उपयुक्त ठाउँमा स्थायी बसोबासको कल्पना गर्नु कुनै आश्चर्य पनि होइन। यही आश्चर्यतालाई आवश्यकता सम्झी राजधानीमा आफ्नो आवास होस् भन्ने रहर बोकेर स्वदेश वा विदेशमा आय आर्जन गर्न सक्रिय व्यक्तिको सपना साकार पार्ने परियोजना पनि हो ड्रिम विलेज। यो अवधारणालाई नेशनल फार्म एन्ड हाउसिङ कम्पनीले अगाडि ल्याएको छ। काठमाडौँ महाराजगञ्ज चक्रपथबाट लगभग 7 किलोमिटर उत्तर, बुढानीलकण्ठ नगरपालिका चप्पली चोकबाट बायाँ पासीकोट भन्ने रमणीय स्थानमा रहेको छ यो आवास क्षेत्र। यसको निर्माण कार्य प्रख्यात निर्माण कम्पनी लर्ड बुढानीलकण्ठ बिल्डर्स एन्ड डेभलपर्सबाट गराइनेछ। विगत 20 वर्षदेखि आवास योजना निर्माण कार्य गर्दै आइरहेको यो निर्माण कम्पनीले बालाजु, टोखा, भक्तपुर, चुनिखेल जस्ता ठाउँहरूमा सफलतापूर्वक निर्माण कार्य सम्पन्न गरिसकेको छ। यस कम्पनीका अध्यक्ष महेश श्रेष्ठ यसो भन्नुहुन्छ। हामीले यस ड्रिम विलेज हाउसिङ प्रोजेक्टको सम्पूर्ण निर्माण सम्बन्धी कामहरूको हामीले अहिले जिम्मा लिएको छौँ। कन्स्ट्रक्सन सम्बन्धी कामहरूको सम्पूर्ण कामहरू हाम्रो कम्पनीले यो वैशाखको पहिलो हप्ताबाट गर्नुको लागि सम्पूर्ण तयारीहरू गरिरहेका छौँ। यस ड्रिम विलेज हाउसिङ प्रोजेक्टको विषयमा भन्नुपर्दाखेरि यहाँ अहिले सुरुको फर्स्ट फेजमा 5वटा घरहरू जुन घरहरू टोटल 1000 स्क्वायरमा 2 तला घर र त्यसमा 3 आना जग्गामा सानो कम्पाउन्ड अनि गार्डन राखेर त्यसलाई चाहिँ हामीले सुपथ मूल्यमा 45 लाख रुपियाँको मूल्यमा विशेष गरेर सम्पन्न परिवार, त्यसका साथसाथै न्यून आम्दानी भएका, जसलाई काठमाडौँमा चाहिँ आफ्नै घर, आफ्नै खालको चाहिँ घरको सपना देखेर सोच बनाउनु भएको ग्राहकको लागि लक्षित गरेर चाहिँ हामीले यो घर बनाएका छौँ। अब यो घरमा हामीले कमर्सियल ब्याङ्कबाट 50% ब्याङ्क ऋणको सुविधा, होम लोनको सुविधा पनि हामीले व्यवस्था गरेका छौँ। ग्राहकको सुविधाको लागि उहाँहरूलाई वास्तु सम्बन्धीको कुराहरू अनि साथै निर्माण सम्बन्धीका कुराहरू र इन्जिनियरिङसँग कुनै पनि सम्बन्धित कुराहरू, निर्माण सम्बन्धी कुनै पनि कुराहरूको लागि उहाँहरूको सुविधा र सजिलोको लागि हामीले प्रत्यक्ष रूपमा वास्तुविद हाम्रो स्वामी देव दर्पणजीसँग उहाँ वास्तु अनुसारको चाहिँ नक्साको डिजाइन गराइदिने, त्यसको साथसाथै रूपक साक्य जो हाम्रो आर्किटेक्ट डिजाइनर हुनुहुन्छ, उहाँले आफ्नो इच्छा अनुरूपको चाहिँ घरको नक्सा बनाइदिने र साथसाथै हाम्रो ठेकेदार हुनुहुन्छ लक्ष्मीनारायण श्रेष्ठ, जसले सम्पूर्ण निर्माण सम्बन्धी चाहिँ जिम्मा लिनु भएको छ। उहाँले चाहिँ सबै कुराको चाहिँ व्यवस्थापनहरू चाहिँ हेर्दै आइरहनु भएको छ। त्यसमा हामीले चाहिँ हाम्रा ग्राहक, हामीलाई विश्वास गर्ने सम्पूर्ण देशमा रहनुभएका, विदेशमा रहनुभएका हामीप्रति, हाम्रो कम्पनीप्रति जति पनि विश्वास गरेर अहिले जिम्मा दिनुभएको कामहरू हामीले हाम्रो समय घरको चाहिँ हामीले बुकिङ ओपन गरेर बुक गरेको
9 देखि 1 वर्षभित्रमा हामीले पाँचवटा घर चाहिँ हाम्रो ग्राहकहरूलाई उपलब्ध गराउनेछौँ। यो आवास योजना स्थल पुग्न शहीद गङ्गालाल हृदय केन्द्र हुँदै प्रख्यात न्युरो हस्पिटल क्रस गरी सवारी साधनलाई झन्डै 10 मिनेट जति लाग्दछ। मुख्य पिच सडकबाट करिब 2 किलोमिटर 24 फुटे पिच हुने लक्ष्य राखिएको बाटो हुँदै केही पर धार्मिक धरोहर शिव मन्दिर हुँदै यहाँ पुग्न सकिन्छ। शिवपुरी निकुञ्जको दृश्य समेत नजिकबाट निहाल्न सकिने यो आवास क्षेत्रको दक्षिणतर्फ 2 किलोमिटरको दूरीमा धापासी, टोखा, ग्रान्डी हस्पिटल, पूर्वतर्फ 2 किलोमिटरको दूरीमा चपली चोक र 2 किलोमिटरकै दूरीमा उत्तरतर्फ बुढा नीलकण्ठ विद्यालय, बुढा नीलकण्ठको मन्दिर पर्दछ, जुन प्रख्यात छ, पर्यटकीय दृष्टिकोणले समेत परिचित छ। त्यसरी नै यो ठाउँ राजनीतिक व्यक्तित्व, व्यवसायी, सरकारी कर्मचारी लगायत सबै वर्ग समुदायको आवासको आकर्षणको केन्द्र रहँदै आएको छ। अन्य आवास योजना भन्दा बेग्लै उपयोगिता र विशेषता रहेको यो आवास योजना विशिष्ट किसिमको छ। काठमाडौँको मनोरम दृश्य नजिकबाट निहाल्न सकिने सुन्दर स्थल, सुरक्षित क्षेत्र, सहर नजिक सहरी कोलाहल कम, शिक्षण संस्था वरिपरि, स्वास्थ्य संस्था नजिकै, सार्वजनिक यातायातको पहुँच, प्रदूषण मुक्त। परियोजना स्थलका यी आधारभूत विशेषताबाट बेग्लै महत्त्व बोकेको यो आवास परियोजनाका बारेमा परियोजनाका अध्यक्ष मानदास श्रेष्ठ यसो भन्नुहुन्छ। हाम्रो उद्देश्य र हाम्रो यो हाउसिङ कसको लागि उपयुक्त भन्ने बारेमा म सानो जानकारी गराउन चाहन्छु। हाम्रो हाउसिङ प्राय धनादेलाई पनि मिल्ने अनि निम्न स्तरको व्यक्तिलाई पनि हुने गरेर हामीले चाहिँ त्यो लक्षित राखेर बनाउन खोजेका छौँ। हाम्रो हाउसिङको मूल्य चाहिँ 45 देखि 65 लाखसम्मको अनुमानित उसमा चाहिँ हुन्छ। त्यसमा सुविधाको हिसाबमा खानेपानी, त्यसपछि विद्युत, टेलिफोन अनि सडक यो सबै सम्पन्न छ। 20 फिटको बाटो, मेन रोडबाट दूरी 2.5 2.5 किलोमिटर दूरी पर्छ। अब राष्ट्रिय निकुञ्जको ठ्याक्कै छेउमा छ, 100 फिटको फरकमा राष्ट्रिय निकुञ्ज जोडिँदैन। अनि अब बसोबास भनेको अब त्यहाँ स्थानीय बसोबास पुरानो बस्ती भएको ठाउँ हो। अब अहिले आएर नयाँ डेभलप हुँदैछ। विष्णुमती कोरिडोरबाट चाहिँ झन्डै 400 मिटर मात्रै फरक पर्छ कोरिडोरको बाटोबाट। मेन रोडबाट 2.5 किलोमिटर हो भने विष्णुमती कोरिडोरको चाहिँ दायाँ बायाँ बाटोबाट चाहिँ 400 मिटरमा हाम्रो यो हाउसिङ भेटिन्छ। सूर्योदय बिहान स्टार्टिङ भएदेखि बेलुका इभिनिङ हुनेसम्म कहीँ छेकिँदैन। भूकम्प सम्बन्धी सम्पूर्ण कामहरूको लागि चाहिँ भवन विभाग र नगरपालिकासँग स्वीकृति लिएर मात्र हामी काम अगाडि बढाउनेछौँ। भवन निर्माणको लागि चाहिँ हामीले प्रयोग गर्ने सामानहरू चाहिँ सबै गुणस्तरीय नै युज हुन्छ। हामी जथाभावी सामग्रीहरू उठाएर युज गर्दैनौँ। त्यसमा पनि हजुरको ढुक्क भए हुन्छ। यही नयाँ वर्ष 2072 सालको आगमनसँगै सुरु भइरहेको यो आवास योजनाको उद्देश्यलाई जो कोहीले लक्ष्य बनाउन सक्दछन्, किनकि मूल्य सरल र किफायती छ, बैंकिङ सुविधा सहित। निर्माण सामग्री बलियो, भरपर्दो र टिकाउ, विदेशमा समेत विश्वसनीयता कमाएको बारुवा वुडको प्रयोग, जुन घाम पानी हावा प्रतिरोधी हुन्छ, आफ्नो धार्मिक मान्यता अनुसार वास्तुशास्त्र विधि अनुरूप, भूकम्प प्रतिरोधात्मक संरचना,
आवास क्षेत्रको छनौट अनुरूप निर्माण कार्यमा समेत निकै ध्यान पुर्याइएको छ। यी घर निर्माण गर्न विदेशबाट भित्राइएको निर्माण सामग्री बारुवा वुडको प्रयोगले पनि प्रष्ट पार्दछ। यो बारुवा वुड झ्याल ढोका बनाउन उत्कृष्ट मानिन्छ। आफूले सोचेको र खोजेको अनुसार आफूसँग सञ्चित कमै धनबाट पनि काठमाडौँमा आफ्नो आवास बनाउन सकिने घर घडेरी 3 आना जग्गामा कम्पाउन्ड सहित 2.5 तल्लाको मूल्य 45 लाखदेखि 65 लाखसम्म रहेको छ, जुन मध्यम छ। मूल्य सुलभ मात्र होइन, ग्राहकलाई सजिलो हुने किसिमको भुक्तान गर्ने प्रक्रिया पनि छ। जस अनुसार खरिद बिक्री गर्ने सम्झौता भएको मितिमा पूरा मूल्यको 50% तिरे आफ्नो नाउँमा जग्गा पास हुन्छ। त्यसरी नै सम्झौता भएको मितिबाट 9 महिनादेखि 12 महिनाभित्र सबै पूर्ण संरचना पूरा गरी साँचो हस्तान्तरण गरिनेछ। सम्झौता अनुसार घर बनाउने क्रममा जग बनाउँदा अथवा डीपीसी गर्दा बाँकी रकमको 10%, पहिलो ढलान गर्दा 10%, पुनः दोस्रो ढलान गर्दा 10%, त्यसरी नै वाल प्लास्टर गर्दा 10%, झ्याल ढोका लगाउँदा 5% र साँचो हस्तान्तरण गर्दा 5% रकम सुविधाजनक हिसाबले भुक्तान गर्दा हुन्छ, जुन ग्राहकको पक्षमा छ। ग्राहकको इच्छा र अनुरोध अनुरूप निर्माण कार्य सम्पन्न गर्ने योजनाको सूचना समयमै सबैमा पुर्याउन परियोजना स्थलमा सम्पर्क कक्षको स्थापना पनि गरिएको छ। इच्छुक वर्गहरूले निरीक्षण गर्न, सुझाव र सल्लाह दिन पनि सक्नुहुनेछ। सम्पर्कका लागि नेशनल फार्म एन्ड हाउसिङ कम्पनी र लर्ड बुढा नीलकण्ठ बिल्डर्स एन्ड डेभलपर्स, काठमाडौँ। फोन नम्बर 4650-239, मोबाइल 9851-200-079, भाइबर 9802010282, इमेल nfandSC@gmail.com, www.facebook/dreamvillage-budanilakantha, www.youtube/dreamvillage-budanilakantha। यस परियोजना स्थलबाट स्कुल, कलेज, हस्पिटल, शपिङ सेन्टर, सिनेमा हल, धार्मिक तथा पर्यटकीय स्थल 2 देखि 15 किलोमिटरमा पुग्न सकिन्छ। घरबार जोड्नु प्रत्येक व्यक्तिको पहिलो रोजाइ र इच्छा हुन्छ, परिश्रम गरी सङ्कलन गरेको धनबाट। यस्तो घर सहरमा सुन्दर क्षेत्रमा होस्, बलियो र आधुनिक सबै सुविधाले सम्पन्न, जहाँ आफ्नो भावना सधैँ रम्न सकोस् र घरको लागि कमाइएको सम्पत्ति सही सदुपयोग होस्। मान, मर्यादा र इज्जत अलिकति भए पनि एउटा आफ्नो घरले दियोस्। यो सोच साकार पार्ने योजना हो सपनाको गाउँ ड्रिम विलेज।